ब्रिजेश कुमार कानुपन्या अनि मेरो पसल यो लमसम 60 वर्ष भयो। पहिला बुवा बस्नुहुन्थ्यो अनि बुवा पछि म बसेँ। अहिले यही पान बनाउँदै अनि यो एउटा सूचना लेख्नु भएको रहेछ 18 वर्षभन्दा मुनिकोलाई नदिने भनेर, के हो यो खास? यो अब मैले यो बच्चालाई दिन्न, 18 वर्षको मुनिकोलाई बच्चालाई चुरो सुर्ती पता दिन्न, मिठा पान दिन्छु। अनि कसरी छुट्याउनुहुन्छ 18 वर्षभन्दा मुनिको? अब हेर्ने बित्ति थाहा हुन्छ। अब सोधिहाल्छु। माग्न आउनुहुन्छ उहाँहरू? आउँछन्, माग्न दिन्न। मैले भन्छु पठाउनु, बुवालाई भन्छन्, बुवालाई हो यता हो उता म आउनु भयो। मैले भन्छु उहाँलाई चाहिँ पठाइदिनु, मैले दिन आएको। अनि के भन्नुहुन्छ उहाँहरूलाई? के भन्नुहुन्छ? मैले त्यही नखानुहोस् यो